सो अहिले चाहिँ 2 जनवरीको आज चाहिँ दिन होइन, अन्त चाहिँ हिजो मात्र सद्भावना सम्मेलनको दोस्रो दिन पनि समाप्त भइसक्यो। अनि आज मात्र दिनको समयमा चाहिँ श्री गुरु महाराजहरू पनि यहाँदेखि गइसक्नु भएको छ। अनि अहिले चाहिँ क्यान्टिनको अवस्था हेऱ्यो भने चाहिँ प्रायः सबै क्यान्टिनहरू चाहिँ अघिदेखि नै अब यहाँदेखि चाहिँ क्यान्टिन उठिसकेको छ। अनि अहिले चाहिँ साँझको झन्डै 5:30हरू भइसक्यो, 5:30-6 भइसक्यो होला। अन्त अहिले चाहिँ हामी चाहिँ यहाँ बिजनबारी क्यान्टिन चाहिँ चलिरहेको छ, एक मात्र क्यान्टिन। अनि यहाँ अगाडि पनि एउटा गाडी देखिरहेको छु, त्यो पनि जान लागेको छ। अनि दाजु जय श्री चितानन्द। अच्छा, तपाईँ कुन शाखाको हुनुहुन्छ? हजुर, अच्छा, तपाईँ जान लाग्नुभएको ए? अब अहिले गयो भने कति बेला पुग्नुहुन्छ र? 10 बजी पुग्छ नि। 10 बजी पुग्नुहुन्छ नि। अनि आज जाँदै हुनुहुन्छ, कहिले आउनु थियो तपाईँ? आज 5 दिन भयो। 5 दिन भयो। अनि यसरी अब सम्मेलन तपाईँले अटेन्ड गर्नुभयो होइन, जाँदै हुनुहुन्छ। अनि कस्तो लागिरहेको छ यो समयमा चाहिँ तपाईँलाई विशेष? एकदम राम्रो लाग्यो। अच्छा, हजुर, हुन्छ। फेरि अब आउँदा साल भेटौँला होइन। अनि हाम्रो सम्पूर्ण प्रेमीजीहरू पनि जान लाग्नुभएको रहेछ। अनि यो पनि सबै क्यान्टिनहरू उठिसकेको छ। अन्त अहिले चाहिँ हाम्रो चलिरहेको छ बिजनबारी क्यान्टिन खाली। अनि यहाँ कस्टमरहरूको यहाँ हामी देखिरहेको छौँ। यहाँ चाहिँ अहिले चियाको स्टल चलिरहेको छ। अनि बिजनबारी क्यान्टिन अहिले चाहिँ तिम्रो चलाएको अनि म चाहिँ अहिले बिजनबारी क्यान्टिनको भित्र किचनमा आइसकेको छु। अनि यहाँ चाहिँ अहिले पनि युद्ध स्तरमै भन्नुपर्छ होइन। यहाँ चाहिँ एकदमै मोमोहरू पाकिरहेको छ। अनि यहाँ सब्जी भातहरू पनि बनिरहेको रहेछ। अनि चाहिँ यहाँ चाहिँ अहिले पनि तयारी चलिरहेको छ। यहाँ जस्तो तपाईँ देख्न सक्नुहुन्छ, यहाँ प्याज अनि खुर्सानीहरू यहाँ बनिँदो रहेछ। यहाँ मोमो पाकिरहेको छ। यहाँ हाम्रो हजुर प्यारो आन्टी बहिनीहरू पनि यहाँ एकदमै मोमो बनाइरहनु भएको छ। मोमो पनि हेरिदिउँ, यो चाहिँ सम्झना स्वरूपै यो लास्टको हो कि अब। अनि यसरी चाहिँ मोमो लु, यहाँ चाहिँ हाम्रो खास केटा 2जना लु, यहाँ चाहिँ एकदमै युद्धै हाम्रो भ्लगमा स्वागत छ। हाम्रो भ्लगमा स्वागत छ। वेलकम टु माई च्यानल, च्यानल टु माई वेलकम। लु अन्त हाम्रो यहाँ भाइलाई चाहिँ अघिदेखि साथीहरूले चाहिँ कुन गीत अरे दिल छुट्टा प्यारे छुट्टा छुट्टा हजुर। लु त्यो चाहिँ अब भाइहरूले गर्नु पर्यो, म चाहिँ पोस्ट गर्ने खाली हो। पहिलो कमेन्ट चाहिँ हामी गर्छौँ नि तपाईँलाई। ठिक छ हुन्छ। अमित पाक्तास भन्ने अन्त मोटामोटी अब क्यान्टिनहरू सबै उठ्यो। अन्त बिजनबारी क्यान्टिन खाली छ अहिले चाहिँ। त्यसले गर्दाखेरि यहाँ अहिले पनि अब जति पनि रहेको प्रेमीहरू हुनुहुन्छ उहाँहरूलाई पनि अब अलिकति सेवा पुर्याउनको लागि होइन अहिले पनि यहाँ चलिरहेको छ। भर्खरै मात्रामा यहाँ मोमो पनि बनाइसक्नु भएछ यहाँको भाइहरूले। अनि चाहिँ यहाँ चाहिँ गोर्खे चटनी हुँदैछ है। ल, गोर्खे चटनी अन्तिम हाम्रो यो खाना अब यो चाहिँ अब 2025-26को लु तपाईँले कुछ भनिराखिदिनुहोस्। 2025-26को हाम्रो एउटा यो सेवा थियो, निर्माण सेवा थियो र आज लास्ट थियो। अब हाम्रो सबै हाम्रो बिजनबारी तहसिलको सबै शाखाका हाम्रो प्रेमीहरू यहाँ भएर आजको यो खानापिना हामी गर्दैछौँ दिनै है। हुन्छ, तपाईँलाई धन्यवाद। परिवर्तन संसारको नियम हो हैन भाइ। लु हाम्रो सरहरूले पनि कुछ भन्नु पर्यो। यो चाहिँ अब के भन्दाखेरि चाहिँ सम्झनै अर्को वर्ष खालि आउँछ र यो कुराहरू चाहिँ
अब सम्झना बिर्सन यहाँ सम्झना बिर्सन के भन्ने त सद्भावना सम्झना चाहिँ है आलु आलै ठिक छ है आउँदै उदै गरेको बेलामै ठिक छ है त्यही हो त्यही हो आयो झिमिक झिमिक 2 ताल सक्यो हिजोस्ति आएको जस्तो लाग्छ हेर एक हप्ता बसाएको आमामा 2 दिन मात्रै भएको जस्तो लाग्छ आएको चाहिँ फेरि के भन्नु अब अरू त होइन यता हाम्रो रामकृष्ण ढकाललाई हाम्रो मिडिया सरलाई सम्झना चाहिँ सम्झनै रह्यो सम्झनामै डुब्नुपर्छ सम्झनामै बाँच्नुपर्छ खै लु भाइ पनि आएको छ हो अनि यहाँ चाहिँ अहिले हामीसँग हाम्रो जिल्ला महोदय हुनुहुन्छ अनि विशेष यो अब योपालि बिजनबारीको क्यान्टिनमा चाहिँ हामीले विशेष गरी चाहिँ अब चुङथुङ शाखाले विशेष के भन्दाखेरि चाहिँ कदम चालेको देखियो होइन अनि त्यसमा चाहिँ तपाईँले अलिकति बताइदिनुहोस् त के कसो हो भनेर नमस्कार अब विशेष चुङथुङ मध्य शाखाको प्रयासमा बनिएको यो एउटा गरिएको क्यान्टिनको योपालि सानो एउटा प्रयास है अब भन्नुपर्दा चाहिँ अब हामी त एउटा कार्यकर्ता भएको कारणले गर्दाखेरि साथीहरूलाई सल्लाह सुझाउ र मुख्य बठाइ मात्रै हो अब गर्नुपर्ने र गर्ने चाहिँ अब यहाँनिर मिडल शाखाको धेरै कार्यकर्ताहरू हुनुहुन्छ उहाँको प्रयासले यो क्यान्टिनको जुन हाम्रो कार्यक्रम सफल भएको छ है जसमा अब हाम्रो शाखाको कार्यकर्ताहरू लगायत क्यान्टिनमा अब डिपार्टमेन्टल इन्चार्जहरू बनाएको थियो होल क्यान्टिन इन्चार्ज जस्तै कि हाम्रो मोहन लेप्चा जसले अब क्यान्टिनको धेरै जिम्मा लिनुभयो शाखा कार्यकर्ताको हैसियतमा सुजय भाइ जो शाखा सचिव अनि किचनमा मोहन हाम्रो मनोज दाजुहरू होइन हाम्रो डिके साथीहरू के विश्वरहरू दिदीबहिनीहरू बहुत खट्नुभयो बिचरा हाम्रो यहाँनिर सङ्गीता बुहारी समिला भान्जीहरू हाम्रो यहाँनिर मान्नु भाउजूहरू बहुत उहाँहरू खट्नुभयो र विशेष उहाँहरूको यो एकदमै सङ्घर्षले गर्दा चाहिँ अब यो काम हाम्रो आजको क्यान्टिन हामीले अब एउटा शाखाले मात्रै भए तापनि सहयोग गर्नु सक्यौँ तर अब यसमा तथापि छ्यासी बडारे रेलिङका हाम्रो बिजनबारीका अन्य हाम्रो प्रेमीहरूले धेरै सहयोग गर्नुभयो र मध्य शाखाको तर्फबाट हामी उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छौँ अनि सबैभन्दा ठुलो कुरो चाहिँ जे जति हाम्रा प्रेमीहरूले यहाँनिर आइदिनु भयो हाम्रो यो जुन खानापिनालाई रुचाइदिनु भयो तपाईँहरूलाई पनि धन्यवाद छ अनि आजसम्म पनि हामीले यो क्यान्टिन चलाइरहेको छौँ किनभने हाम्रो उद्देश्य चाहिँ योपालि के थियो भन्दाखेरि क्यान्टिन चलाएर हामीले बिजनेस होइन तर जुन प्रेमीहरूलाई यहाँनिर खानापिनाको असुविधा हुन्छ आज 2 तारिकको दिन फर्किउने समयमा जुन प्रकारले प्रेमीहरू भोकै फर्किनुपर्छ कहीँ पनि खानाहरू तयारी भएको हुँदैन त्यो एउटा असुविधालाई हेरेर हामीले यो एउटा सोच राखेका थियौँ भने यो क्यान्टिनको जुन हाम्रो अब नाफा त हुन्छ नै गरिसकेपछि त्यसको उद्देश्य पनि शाखामा आश्रम निर्माण हुँदैछ अनि अहिलेसम्म पनि हामीले क्यान्टिन यसरी चलाएर आज 2 तारिक हो बेलुकाको समयमा पनि प्रेमीहरूलाई जति सक्दो हामीले सुविधा दिने कोसिस चाहिँ गरिरहेका छौँ